आज चाहिँ मम्मी घरमा हुनुहुन्न, मम्मी जानु भएको छ मेलामा। त्यसैले आजको खाना मैले बनाउनु पर्ने छ। के मैले खाना बनाउन सक्छु त? सके पनि नसके पनि खाना त मैले नै बनाउनु पर्छ। अनि मैले डोज दिन्छु भातलाई त जन डोज दिए। अब तरकारी पो के चाहिँ पकाउने हो? तरकारी के पकाउने भनेर सोच्दै थिएँ। त्यसपछि मम्मीले नै लौका पका भनेपछि लाग्छु म लौका पकाउनलाई। यदि तपाईँले पनि लौका पकाएर खानुहुन्छ भने लौकामा केरो, चना, आलु, सोयाबिन जे मिल्छ त्यो मिसाएर पकाउनुहोस्। कति मिठो हुन्छ त्यो त कुरै छोड्दिनु। आज चाहिँ मैले लौका, सोयाबिन, आलुको मिस्कट बनाउँदैछु किनकि केरो र चना भिज्नलाई त टाइम लाग्छ। त्यसैले मसँग त्यत्रो टाइम पनि थिएन। अनि यता मैले पकाउने रेसिपी पनि फाइनली तयार पारिदिन्छु। उतातिर तरकारीको धेरै गफ छाड्दा यता त भात नै डढिसकेछ। आज चाहिँ मैले घरमा थोरै नै भात बसालेको थिएँ किनकि रोपाईको पुडी पनि बचेको थियो। त्यही माथि भात पनि डढिदियो। अब एकजनाले माथिको भात खाएर एकजनाले चाहिँ पुडी खानु पर्ने थियो किनकि तलको भात त डढिसकेको छ। भात जस्तो भयो तरकारीलाई चाहिँ मैले राम्रोसँग पकाउँदैछु। तरकारी पनि बिग्रो पनि आज मैले लास्टै गाली पाउनेवाला छु। तर भगवानको कृपाले तरकारी चाहिँ राम्रै बनेको थियो। आजलाई यति मिलाउँला अर्को भिडियोमा।